गोजाइमास मिनासान अनि म चाहिँ भर्खरै काम सकाएर रुम जाँदै हो। अनि आजको स्पेसल चाहिँ के हुन्छ भने यो भ्लगमा मेरो दाइको बर्थडे राकेश थापाको। अनि अब म रुम गएर सुतेर अनि दाइको बर्थडेमा जाने हो बेलुका। अनि खासमा अहिले चाहिँ हाम्रो सुमीको छुट्टी चलिरहेको छ। अनि भर्खरै आज 2 दिन भएर होला सुरु भएको, 18 दिन जति छुट्टी छ। अनि अहिले चाहिँ अझै नि आज मौसम यस्तो ठिकै छ, आज त अरू यस्तो चिसो हुन्थ्यो, आज चाहिँ जे अहिले ठिकै छ। अनि अब म मेरो साइकल रुम जाँदै, म चाहिँ खासमा साइकल यहाँ टाढा पार्किङमा राखेर जान्थेँ। आज चाहिँ अलिक मौसम राम्रो छ अनि त्यहाँबाट केही गरिदिउँ न त भनेर अनि भ्लग बनाउनको लागि हिँडिरहेको। अनि हाम्रो लालीगुराँस हस्पिटल अब यहाँबाट रुम गएर सुतेर अनि उठेर खाना केही खाजासाजा बनाएर खाएर अनि दाइको रुममा जान्छ। फेरि दाइ काममा गएर जहाँ पनि यस्तो ठाउँ हो होइन जहाँ काम बर्थडे छ त्यही पनि काम गरेर आएर बर्थडे मनाउँछ। अब दाइको अब बर्थडे छ त्यही पनि काम गर्न जान्छु भन्छ, काम गरेर आउँछ त्यो 12 बजे। अनि हामी रुममा गएर बस्ने 8 बजे सामानहरू किनेर हेरिबस्नु, यस्तो चाहिँ हुन्छ। फेरि केही छैन, काम त गर्नुपर्छ। अब त्यही हो, म र एउटा दाइ जान्छु होला अहिले। अनि दाइको बर्थडे दाइ 12 बजे आउँछ, ठ्याक्क आउँछ अनि सेलिब्रेट गर्ने। अब बनाउने अब हामीले नै होला, अब खै खाने छैन। यसै गरी अब म मेरो रुम जाँदैछु। यहाँ अगाडि एउटा अङ्कल हिँड्दै हुन्छ। त्यही नै आजको मौसम चाहिँ यस्तो बवाल भएको छ नि, आज पुरै घाम साम लगाएर टक्क। तर अरू बेला यस्तो बेला घाम त लाग्न त लाग्छ तर सानो लाग्छ क्या, चिसो न चिसो हुन्थ्यो। यो साइकलहरू पुरै चिसोले जमेर साइकलको सिटहरूमा उयो बरफ जम्थ्यो। तर आज चाहिँ मजाको घाम छ। आज कति अहिले 2 डिग्री सेल्सियस, 2 डिग्री हुँदा त हाम्रो यस्तो तातो भइरहेको छ। 5-6 भयो भने त गर्मी हुन्छ कि अब त। ल त्यसरी नै अब म रुम पुगेर बनाउँछु। रेस्टुरेन्टमा चाहिँ यस्तो सुत्छु नि आज, कसम गएको पनि जानु पर्दैन, न केहीको टेन्सन नलाग्नु लाग्नु भन्ने। जाने ब्याग च्याग फ्यान्ने मसँग भन्ने ब्याग सुत्दिने, न गएको जाने टेन्सन, न चिपोको हुने टेन्सन, न पर्सेन्टेज गर्ने टेन्सन, न भोके हुने टेन्सन। जतिखेर उठेर पकाएर खाइने भयो। न आज फेरि काम पनि छैन, यस्तो खुसीको दिन छ नि आज। ट्याक्कै हप्ताको 28 घन्टा सक्यो। अनि यो हप्ताको 4 दिन छुट्टी पनि सक्यो। भोलि र पर्सि छुट्टी छ, फेरि सोमबार मङ्गलबार बुधबार 3 दिन जुत्तो काम। ल म मेरो 302 पनि आइसकेँ। अब सुत्नुपर्छ, जस्तो खाएको लाग्छ। म उठेर मुखसुख धोएर अनि त्यहाँबाट ब्रसहरू गरेर दाइको बर्थडेको लागि जान लागेको। अनि अहिले म खासमा जाने भने चाहिँ त्यो पारिको A1 टाउन, उयो A1 टाउन। अनि त्यहाँ जाने, त्यहाँ गएर दाइको लागि केही गिफ्टहरू किनेर अनि फेरि दाइको रुममा गएर अनि त्यहाँबाट दाइको साथी र म अनि त्यहाँ अहिले दाइ त फेरि काममा गएको छ नि त, काम गर्छ नि। त्यहाँ दाइको साथी र म चाहिँ गएर अनि सामान किनेर अर्को ठाउँमा जाने हो। अनि फेरि अहिलेसम्म बिहान यस्तो घाम लागेको, अहिले पुरै यस्तो पानी पर्न लाग्यो जस्तो भएको छ। यस्तै छ यहाँको मौसम खाने हो। कहिले बिहान यस्तो फेरिमा तातो खाले घाम लागेको, कहिले चिसो वाला मौसम छ। अब त्यो हो, दाइको लागि दाइले सामानहरू मैले लिएर जान्छु भनेको थिएँ। फेरि उता दाइको अर्को साथी बसिरहेको रहेछ। अनि भाइ आऊ एकजना मैले सामानहरू लिएर हुन्छ, 2जना मिलेर गरौँ न बरु त आऊ यस्तो भनेर त्यहाँबाट अनि म सुकिराखेको थिएँ। उठेर हुन्छ त म आएँ भनेर कपडा सपडाहरू चेन्ज गरेर अनि खाजा बनाएर खाएर मुख धोएर ब्रसहरू गरेर गएको। अब एमा जाने, पैसा निकाल्ने, दाइले गिफ्ट किनिदिने अनि घिउमु जाने होइन, त्यहाँबाट दाइको रुम जाने। फेरि अनि त्यहाँबाट दाइ साथी र म घिउमु जाने। ल अब म A1मा के किन्छु त्यो त्यसले यहाँ A1को त्यो कपडाहरू हेर्नु सक्छ नि। मलाई सबभन्दा मन पऱ्यो भनेको यो निकु जस्ट डु इट, कस्तो मिठो लेखेको छ निकु। मासु जस्ट खा
निहारा चाहिँ यही किनेर लगिदिउँ कि के हो जस्तो लागिरहेको छ अहिले मलाई मन पर्यो अरूभन्दा यही लगिदिनु पर्ला चाहिँ निको जस्ट टु इट फेरि त्यसलाई ठिक हुन्छ कि हुँदैन एम साइजको रहेछ योभन्दा एल साइजको भए भयो नि हुन्थ्यो एम साइजको त्यसलाई हुन्छ कि हुँदैन फेरि कि त्यसलाई लगेर फेरि म आफैले लिनु पर्ला है क्या यही अरू नि हेरी तर अरू त्यस्तो दाम ला हेरौँ अनि यही हो हामी सामानहरू कपडाहरू किन्ने ठाउँ हाम्रो केटाहरूको नि हो तर मलाई चाहिँ यही मन पर्यो यसको अलिकति ठुलो साइज छ कि भनेर सोच्नु पऱ्यो अनि त्यहाँबाट अनि लिनु पऱ्यो ल त अब सोचेँ म टाइपको रुम जाने अब यो लिएपछि त्यहाँ देखेर दाखेर साइज नआयो भने त्यहाँबाट राखेको जति टाइट साइज छैन भने त्यहाँ त्यसलाई त्यहाँ छोडेर मैले चाहिँ नि दाइले यो लिइदिउँ कि भन्ने सोचिरहेको छु जाडोमा पनि तातो नि हुने हो भने यही लिइदिनु पर्ला हामी सोचिरहेको छु भित्रपट्टि लाउनु नि अहिले चिसो पनि धेरै छ यही ल्याइ होला त्यसको लागि मैले किनिदिएको अरूले बेचिदिन्छु नि थाहा छैन ल अब यसपछि दाइको रुममा गएर फेरि अलिअलि पानी पर्न लागेको थियो त्यहाँबाट म ऊ भइसकिहाल्छु म दाइको रुममा आइसकेँ सामानहरू किनेर त्यो बाटोमै पसल थियो नेपाली पसल अनि त्यहाँ यसो खत्र खुच्री किने सबभन्दा ठुलो सपिङ त अब एकछिनमा जान्छु म र दाइको साथी अनि कस्तै यति सामान ल्याउँदा त झ्याउ लाग्यो झन् अहिले धेरै सामान ल्याउँदा के होला त ए मेरो दाइको रुम दाइ ए लु नि त मेरो दाइ के बनाउनु भएको थियो मेरो त चस्मै उ भयो त नि त्यो कति एक्साइटेड राखेको बर्थडेमा के एक्साइटेड हुनु यार म त एक्साइटेड छु त भर्खर स्विट 16 भयो सोल्टी जहिले नि राकेश भर्खर स्विट 16 बुढो हुन लाग्यो नि जहिले नि 16 र 16 नै भयो भन्छ त ल हामी दाइको त्यो बर्थडेको लागि सपिङ गर्नलाई आएको यहाँ यति सामान सपिङ गरिसक्यो हजुर के भेटाउनु फेरि नुन त्यो नुन हो कि चिनी हो फेरि चिनी हो जापानमा फेरि नुन र चिनी जस्तै हुन्छ खानु हुन्न क्या मैले त्यसम्म गरेको छैन केटाहरूले त्यति नुन भनेर चिनी लिएर आएर तरकारीमा हालेर खाएको थिएँ मैले त्यस्तो गरेको थिएन अनि सपिङ गर्दैछौँ हामी दाइ उता गर्दैछन् अनि दाइ अझै पनि काम रहेछ अब यो लिएर गएर बनाएर अनि खान्छ तर हामी यता सपिङ गर्न आएको अनि यो गेउँ भने चाहिँ अलिक सस्तै हो अरूभन्दा अनि यसमा अलिक फ्रेस सामानहरू पनि पाउँछ यो कुखुराको मासु फ्रेस छ 327 326 सस्तै हो यो अरू भनेको अनि यहाँ कुखुराको मासु 648 नुन नि हो नि दाइ फेरि 7औँ बोक्ला नि नुन भनेर अनि दाइरामा हो सपिङ गर्न अब यो बिल पे गरेर अझै दाइ गाजर भयो त निन्जिन हो त के निन्जिन अनि गाजर अब बन्द बाँकी छ नि त्यो दिएपछि हामी घुम्न जाने अनि यो यसमा यस्तो सेक्सनहरू हुन्छ यो चाहिँ कुखुराको वाला मासुको सेक्सन हो अनि यो वाला के को यो चाहिँ यसो रेडिमेड बनाइसक्यो यो चाहिँ लिएर गएर पकाएर खानेवाला हो यो गाईवाला हो होइन यो बुतानीको गेउनीको यतापट्टि अरू यतापट्टि चाहिँ के अरे चिसोमा राखेको कुखुराहरू क्या तिनीहरूको हुन्छ अनि यता सब यो चाहिँ अलिक सस्तै है 92हरू भनेको जापानमा आएर सबभन्दा थोरै देखिने पैसा भनेको 92 किनकि त्यो अरू सब यस्तो 400 100 हुन्छ 92 100हरू भने त लास्टै सस्तो 108 भने त्यो त सस्तो नेपालको 10 खर्च गरेर जस्तै र म चाहिँ यो खेलाउँदै हिँडिरहेको छु दाइ फेरि कहाँ हराएँ अब यति नै होला सायद सामान अरू दाइले आउँदा चाहिँ लिएर आउँछ ल अब हामी रुम जाने सामानहरू के गरेपछि यस्तो फ्रेस तरकारीहरू लिन आएको नि जापानमा किन कसैले नि फ्रुट खाँदैनन् थाहा छ किनकि 698मा यति 4-5वटा गेडा स्ट्रबेरी अनि 698मा अङ्गुरी यति थोरै त्यहाँ लास्टै गाह्रो छ अनि फ्रेस तरकारीहरू पनि 298मा यत्रो धनियाँ यो खोर्सानीहरू टमाटरहरू पनि त्यस्तै छ फ्रेस कुराहरू त सब महँगो छ यति खिउरीलाई 257 टमाटर 490 लगभग ट्याक्स गरेर 537 हजुर यत्रो सामान भइसक्यो अब त बाकसमा नि नट्ने भइसक्यो दाइ त्यति सुन्तलालाई 780
बरु बन्द सस्तै रहेछ है यहाँ नि सस्तो छ सस्तो छ सस्तो छ त्यो चाहिँ सस्तो छ फेरि यहाँ यस्तो महँगो छ गाह्रो छ अब फ्रुटहरू तरकारीहरू त अब नेपालमै गएर खान्छ मैले जापान आएर त अहिलेसम्म तरकारी किनेर खाएको छैन नि जापान आएर अहिलेसम्म तरकारी किनेर खाएको छैन खोइ कहिले किन्नै परेन मासु नै खाएर बसिरहेको अहिलेसम्म मैले आलु पनि किनेको छैन अहिलेसम्म एकदम मिठो नि हुने मासु त्यहाँ कहिले तरकारी पनि किन्नु पर्दैन फेरि यस्तो महँगो फेरि महँगो छ नि त तरकारी मागो भयो नि त्यो सस्तो लागि राम्रो स्वास्थ्यको लागि राम्रो अब नेपाल गएर बनाउने स्वास्थ्य जाम भयो ल अब चाहिँ अब हामी जानको लागि सब फाइनल प्रिपेरेसन यति भयो अब चेकआउट गर्ने अनि जाने चाहिँ नि न्यु सुप्पा चाहिँ अरूभन्दा चाहिँ सस्तो A1 भन्दा कोन्विनभन्दा धेरै सस्तो कोन्विनले त पैसा मेरो त कमाएको जति आधीभन्दा बढी त कोन्विनले आइसकेर पहिला काम गर्ने रुममा खाना नबनाउने अनि कोन्विनमा गएर रामेन सामेन बेन्तो सेन्तो यताउता खाने सक्यो पैसा अनि गाह्रो छ अहिले चाहिँ अलिअलि रुममै बनाउँछु अहिले चाहिँ पहिला जस्तो टेन्सन सेन्सन केही लिँदिनँ तर पहिला चाहिँ जहिले पनि त्यही हो काम हाने आयो गएर फेरि कन्भिनीमा गएर केही खायो अनि सुत्यो सस्तो भन्दा सजिलो हुन्छ नि त लिएर गयो दुधमा गएर रेजीमा हालेर आतातामे गरेपछि खाना पनि सजिलो हुन्थ्यो ल अब हामी चेकआउट गर्ने मान्छेहरू धेरै छन् के हो चाहिँ कति गरेर चलाउनुपर्छ यो चाहिँ फेरि यस्तो सजिलो छ चलाउनलाई त्यो पहिला घर बनाउँदाखेरि चाहिँ खिलागाडामा साथीहरूलाई हालेर कुदाउँथ्यो त त्यस्तै फिलाएर खाएको त म अब चेकआउट गर्ने ठाउँमा गइसकेँ दाइ गइसकेको अब त्यो चेकआउट गरेर दाइको रुममा गएर अब हामीले बनाउने दाइ त अब कति सामान किन यति धेरै भारी भएको छ कि दाइ पुरै ब्यागमा हातमा मेरो यहाँ हातमा अहिलेसम्म मैले हातमा बोकेर हिँडेको थिएँ अहिले बाटो अलिक सजिलो त्यही यति यति मैले काममा बोक्नु पऱ्यो मलाई खाइसकेले दिन्थ्यो 3-4 हजारको तर दाइको लागि यति छोड्थेँ त्यस्तै भारी छ हो लगभग 2टा प्लास्टिक अनि ब्यागमा पनि त्यस्तै पाइप भरेको छ होला दाइ 20-25 केजी त हामीले सामानै बोकेर हिँडेको अहिले अनि मेरो हातमै होला हो 10-15 केजी 10 केजी जति मेरो हातमै होला त्यस्तो भारी भएको छ नि फेरि रुम पनि यति टाढा छ यो बाटो सब हिँडेर फेरि सिङ्गो आउँछ त्यहाँ सिङ्गोबाट घुमेर अनि बल्ल रुममा आउँछ काट्नै हाल्नु हो अब त बाटो नि यस्तो अँध्यारो छ कसैले चिन्दैन अब चाहिँ रुम लागियो भारी भुटेर जापानले भारी के अरे भरियानी बनाउँछ बर्थडे दाइको भारी बोक्ने हामी ल अब हामी रुमतिर जाने ह्याप्पी बर्थडे दाइले टु यु ह्याप्पी बर्थडे अभि दाइ मैले तपाईँलाई भिडियो देखाएको छैन मेरो 17 भन्दा त यही राम्रो आइरहेछ कत्रो टेन्सन यार यसलाई भोलि भिडियो नआउला है टिकटकमा यसको दाइले फेसबुकबाट पनि पैसा आउँछ नि डलर झर्छ डलर जापानमा डलर झर्छ $10 सेन्ट त केही पनि होइन डलरमा त ल भन्छ अब डलर भने जस्तो सिकाला भन्ने ह्यापी बर्थडे यामा त गर्छ पैसा टन्न कमाउँछ केटो के कमाउनु काट्न राकेश छिटो ओइ राकेश छिटो न काट्न भने त्यो त फेरि बल्थ्यो हैन म हेरे छु के कति बेला काट्ला र खाउला भनेर ल छिटो ल स्ट्रबेरी एउटा मलाई आफ्नो नाम त्यो चकलेट पनि मलाई स्ट्रबेरी लास्टमा पर्छ मलाई अहिले कति 700 को 800 को 4 वटा स्ट्रबेरी थियो
होइन मलाई त फुल दिए नि म त खुसी म त त्यो त मान्दिनँ धन्न मलाई सुरुमा दिएन यार मलाई धन्न सुरुमा दिएन नत्र स्ट्रबेरी पाउँदैन रहेछ होइन मलाई चाहिएको छैन मलाई स्ट्रबेरी भाउ चाहिँ सुरुमा बोलाएन भने चाहिँ त दुख्थ्यो केटाहरूको बोली दामी जे बोल्छ हाँस उठ्छ राम्रो होइन गणेश यहाँ आइज त दिदी कस्तो सानो छ खानु नखानु पहिला त्यही सानो को हो यो कपाल मात्रै छ चाउमिन फोटो खिच्दैछ दाउ तिमी अब सक्यो तिम्रो पालो भाइ भक्की भग हान्दो रहेछ नि भक्की भग हान्ने दिदी यो नहालिकन दियो है यो नहाल्नु दुईटा चम्ची भयो यार दुईटा चम्ची त कसरी खाने यार बर्थडे बोयसँग हामी तास खेल्ने खोइ तासै रहेनछ यार दिदी म राकेश तासै हरायो झन् तास खेल्ने भनेर झन् नसुति उठ्यो म हाल्दिनँ दिदीलाई बान्नु ल अब चाहिँ हामी तास खेल्ने बाई